Hey,
हुनुहुन्छ लामो समयदेखि गोष्ठीमा बसोबास गर्दै आउनुभएको हाम्रो आदरणीय दाई सुन्दर गुरुङ दाई। उहाँ चाहिँ गोष्ठन तामु समाजको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। उहाँले यसपालिको देउसी भैलो कस्तो लाग्यो भन्दा सोध्न चाहन्छु र उहाँ आफ्नो कुराहरू यसरी राख्नुहुन्छ। हाम्रो यो मान चाड यो पर्व उत्साहपूर्ण तरिकाले सबै मिलेर यसरी मान्नु एकदम राम्रो कुरा हो। मात्र नभइकन सर्वत्री फुलमाला लगाउने तिहारमा हामी विभिन्न फुलका सबै माला भएर पहल गरेका छौँ। पनि न्युजमा के सुनिन्छ भने नेपालमा झुकेर भैलो देउसी भइरहेको मैले सुन्छु होइन। तर यहाँ झुकेर भैलो देउसी भइरहेको छ अहिले। राम्रो कुरा हो यो। नेपालमा साना भएर सानो ग्रुपले भैलो देउसी खेलिरहेको समूहहरू क्लबहरूले खेलिरहेको साना यस्तोमा न्युजहरू अलिक बढी आइरहेको छ। तर यहाँ चाहिँ हामी सबै जुटेर विभिन्न स्टेटको कलाकार साथीहरू राष्ट्रिय स्तरमा चाहिँ यो भन्दा पनि एउटा राम्रो ढङ्गको चाहिँ एकदमै स्तरीय भैलो देउसी गोष्ठीमा भइरहेको कम्युनिटी भवनको लागि जुन हामीले यो प्रयास गरेका छौँ यो सराहनीय छ। हाम्रो नानी बाबुहरूले भोलि हामीलाई हाम्रो चाहिँ प्यारेन्ट्सले चाहिँ एउटा कम्युनिटी भवन निर्माण गर्ने प्रयास गरेका थियो भन्ने खालको हामीले दिन यो प्रयास सुरुवात हो। हामीले यो बिउ मात्रै रोपेका छौँ। बिउलाई तयार गर्ने काम बिस्तारै छ र यो देउसी भैलोको कार्यक्रम पहिलो दिनदेखि लगातार यो तेस्रो दिन हो। यो तेस्रो दिनसम्म चाहिँ भइरहेको छ। यसो हेर्दाखेरि पैसाको हिसाबमा पनि यहाँ धेरै राम्रो छ। एउटा चाहिँ उदाहरणीय हरेक नेपालीले बोल्नुपर्ने कुरा के भन्दाखेरि कोही आमा नेपालबाट यहाँ भेट्न आउनु भएको उहाँले स्टल राख्नु भएको छ कम्युनिटीको लागि पनि। त्यो जस्तो के हुनसक्छ एउटा चाहिँ सानो एउटा विद्यार्थी भाइले $2-4 पैसा यो देउसी भैलोमा राखेको छ। यो हाम्रो संयुक्त रूपमा राखेको छ। सराहनीय काम गरेको लाग्छ मलाई। साह्रै उल्लेखनीय छ। धन्यवाद। Nirmala ko tulo sa mana
आदरणीय दर्शकवृन्द हजुर सबैलाई नमस्कार। म अहिले पोस्टको 53 मा छु। उहाँ चाहिँ अब विगत केही वर्षदेखि देउसी भैलो कार्यक्रममा सहभागी हुँदै आउनु भएको छ र उहाँलाई चाहिँ यो वर्ष र गत वर्षका देउसी भैलो प्रोग्रामहरूमा कस्तो फरक त पाउनुभयो भनेर सोध्दैछु। नमस्कार, म हिमालयन लायन्स क्लबको सन्तोष सुवेदी। म अहिले चाहिँ बस्टनमा बस्छु। हामी बेलमन्टमा। म यहाँ बस्टनमा बसेको चाहिँ 1998देखि हो, तर अहिले हालसालै म लायन्स क्लबमा अलिकति आबद्ध भएर लायन्स क्लबको चाहिँ अहिले सेक्रेटरी छु। म लास्ट इयरमा पनि म लायन्स क्लब तर्फबाट हामी देउसी भैलो खेलेका थियौँ, तर यो इयर चाहिँ हामीले सबैले जिबिएनसी लायन्स क्लब र हामी सोसियल ग्रुप सबै मिलेर यो देउसी भैलो खेल्ने, अनि त्यसपछि देउसी भैलोको उठेको पैसाले चाहिँ एउटा कम्युनिटी सेन्टर बनाउने भन्ने कुरामा हामी सबैजना चाहिँ मत मिलेर हामी जान लागिरहेछौँ। यो धेरै राम्रो कुरा हो। लास्ट इयरको भन्दा अब यो इयरको अलिकति जोस जाँगर बढी छ, किनभने यसमा चाहिँ लास्ट इयर चाहिँ खालि क्लबको लागि पैसा उठाउने थियो, अनि त्यसपछि अरू ठाउँमा डोनेट गरौँला भन्ने, तर यो पालि चाहिँ हाम्रो खालि बस्टनमै एउटा कम्युनिटी सेन्टर बनाऊ भन्ने चाहिँ सबैले जोस छ। मेरो विचारमा मलाई मात्र होइन, अरू सबैलाई मेरो विचारमा यो चाहिँ खुसीको कुरा हो, किनभने अहिलेसम्म हाम्रो कुनै पनि केही प्रोग्राम गर्नुपर्दा पनि अरूको रेन्ट गर्नुपर्ने एउटा कम्युनिटी सेन्टर भएको धेरै राम्रो भएको सबैले लागेको छ कुरा। त्यस कारण यो सबै अहिले जति पनि हाम्रो प्रोग्रामहरू भयो 3-4वटा ठाउँमा सबैले राम्रो रेस्पोन्स देखाएका छन्, धेरै यो खुसीको कुरा हो। र यो लास्ट इयरको भन्दा यो इयर चाहिँ हामीले चाहिँ धेरै नै पैसा उठाउँछौँ भन्ने हाम्रो छ। तपाईँलाई कसो अहिलेसम्म कति जम्मा भयो, के डाटा छ तपाईँसँग? अहिलेसम्म मैले हिजोसम्मको हिसाब गर्दाखेरि चाहिँ 11,000 चान्स 11,000 समथिङ। अब आज अघि न समर भिलमा हामी खेल्यौँ, त्यो समर भिलको हजुरी सिंहकोमा खेल्दाखेरि त्यहाँ अलमोस्ट 3500 जति कलेक्ट भएको छ। सो फार वी गुड। यसपछि हाम्रो अहिले त्यसपछि हामी छौँ अहिले, अब त्यसपछि भनेपछि देउसी भैलो मैले सुनेअनुसार स्केड्युल अनुसार फ्राइडेसम्म खेलिन्छ। तपाईँलाई के अन्दाज छ कति उठाउन सकिएला? अब यही हिसाबमा जाने भने एउटा स्टेसनमा लाइक $3,000 हामीले क्यालकुलेसन गऱ्यौँ भने पनि अर्को हाम्रो 1, 2, 3, 4 अर्को 4वटा अरू स्टेसन बाँकी छ भनेपछि 4 अरू 12,000 जति 12-15,000 पर्ने मेरो नाम चाहिँ पुष्प श्रेष्ठ। यो समर भिलमा करिब 6 वर्षदेखि बस्दै आएको छु। आज मेरो घरमा देउसी भैलोको साथीहरू आउनुभएको मलाई साह्रै खुसी लाग्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँहरू आएर यसरी देउसी भैलो गरेर रमाइलो गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद। सर्वप्रथम मलाई साह्रै खुसी लागेको कुरो के छ भने यसपालिको देउसी भैलो एउटै प्लेटफर्म, एउटै साथीहरू सबैजना गत सालहरूमा विभिन्न समूहबाट विभिन्न घरमा गएर देउसी भैलो गर्दै गर्थ्यो, तर यसपालि एउटै प्लेटफर्ममा आएर आउनुभएकोमा यसमा साह्रै खुसी लाग्छ यसपालि। र त्यही खुसीको क्रममा चाहिँ मैले मेरो घरमा पनि आइदिनु पर्यो भनेर रिक्वेस्ट गरेर उहाँलाई Happy
देश आँखाको यो आँसु स्वागत गरौँ
मेरो भाइ हो तिमी कति भन्छौ के भन्छौ ममाथि झुला हजार हजार हरियो कलर लिएर आयो घरदेखि आमै हल्लायो सानो बजारबाट सुसेरी हालेर हल्ले रुमाल 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 हल्लायो सानो बजारबाट सुसेरी हालेर अर्को दुईटा थप दिनुहोस् भेनाले सबले भन्ला तपाईँ पाले अर्को दुईटा थप दिनु भेनाले अन्तबाट 7,000 आएको राख्दै जतियो दुखी सालाको अन्तबाट 7,000 आएको राख्दै जतियो दुखी सालाको अन्तबाट 7,000 आएको राख्दै जतियो दुखी सालाको जुनी भरलाई हुनेछ छिनो धेरै होइन दुईटा चाहिँ थपिदिनु जुनी भरलाई हुनेछ छिनो धेरै होइन दुईटा चाहिँ थपिदिनु जुनी भरलाई हुनेछ छिनो धेरै होइन दुईटा चाहिँ थपिदिनु जुनी भरलाई हुनेछ छिनो धेरै होइन दुईटा
भन्छु मैले कान्दिने सुना थप्ने पालो आइपुग्यो गामुना भन्छु मैले कान्दिने सुना थप्ने पालो आइपुग्यो मैले धेरै राखेको भए यो चोटि त थाउदिनो एक साए मैले धेरै राखेको भए यो चोटि त थाउदिनो एक साए मैले धेरै राखेको भए यो चोटि त थाउदिनो एक साए 2,000 राखेको खुसी भाषा एउटा मागे 150 आइरहेछ मेरो खुसी भाषा एउटा मागे 150 हाम्रो पनि राखिदेऊ मना थप्ने पालो बिन्दा राखिरा हाम्रो पनि राखिदेऊ मना थप्ने पालो बिन्दा राखिरा हाम्रो तन्दाइले थप तिमला भनेछ बल्ल बल्ल खुसी भयो मेरो तन्दाइले थप दिन्छु भनेछ किसको किसको चिने
Love me.
Thank you very much, guys. Thank you. अन्जुबिलले ठग्नलाई बिर्सेछ